बच्चाहरूको वेट पनि गेन हुने, बच्चाहरूलाई एकदमै मिठो पनि लाग्ने हेल्दी ब्रेकफास्ट बनाऊँ है त सँगै। यसको लागि चाहिँ मैले यहाँ एउटा अन्डा लिएको छु। मैले थोरै नुन पनि एड गरेँ। तपाईँहरूको बच्चा 1 वर्ष पुगेको छैन भने चाहिँ नुन एड नगर्नु होला। नुन एड गरेको भएर यसलाई मजाले फिट्नुपर्छ, नत्र फेरि नुन एक ठाउँमा मात्र जम्मा भएर एकदमै चर्को भएर बसेको हुन्छ। त्यसपछि मैले एउटा आलु लिएको छु। आलुलाई चाहिँ मैले मजाले क्रस गरेर यसरी अन्डामा नै मिक्स गरिदिएँ। त्यसपछि यहाँ थोरै साग पनि लिएँ। साग अनि अरू भेजिटेबल्स खान नमान्ने बच्चाहरूलाई यसरी बनाएर दिनुभयो भने उनीहरूले खान्छन्। त्यसपछि मैले सबैलाई मिक्स गरेर प्यानमा थोरै घिउ राखेँ। घिउ चाहिँ बच्चाहरूलाई 6 महिनाबाट नै दिन मिल्छ। त्यसपछि थोरै थोरै त्यो अघिको ब्याटरलाई चाहिँ प्यानकेकको सेप दिएर घिउमा पकाउने। आलुमा एकदमै धेरै मात्रामा कार्बोहाइड्रेट पाउने भएको भएर यसले बच्चाहरूलाई इनर्जी दिन्छ, प्लस वेट गेन गर्नमा पनि एकदमै हेल्प गर्छ। अन्डामा एकदमै धेरै मात्रामा प्रोटिन हुन्छ, जसले बच्चाहरूको ब्रेन र मसल्स डेभलपमेन्टमा चाहिँ एकदमै राम्रो हेल्प गर्छ। सागमा चाहिँ एकदमै धेरै मात्रामा आइरन अनि भाइटामिन्स हुने भएको भएर यसले बच्चाहरूको ब्लड अनि इम्युनिटी डेभलपमेन्टको लागि एकदमै राम्रो हेल्प गर्छ। यसलाई चाहिँ मैले स्टिम गरेको एप्पल अनि दहीसँग सर्भ गरेको थिएँ।